हेलो नमस्ते हामी म टासे दिलेक स्वागत छ हजुरलाई मेरो प्यार गाउँ बिन्दु बस्तीमा। आशा छ तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला भनेर अनि म पनि एकदमै सन्चै छु। साथीहरु मेरो भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर अनि फलो गर्न नभुल्नु होला। युट्युब च्यानल पनि छ, त्यहाँ गएर सब्स्क्राइब पनि गर्न सक्नुहुन्छ है तपाईहरुले मेरो यस्तै भिडियोहरु मन पर्यो भने। ल साथीहरु आज चाहिँ हामी यहाँ अनमको घरमा खेत लगाइसकेको छ है, दिदीको घरमा। लेप्चा भाषाबाट चाहिँ अनम भन्दो रहेछ अनि है साथीहरु। अनि हामी चाहिँ आज मकै गोड्नु खेत लगाइसकेको छु अनमकोमा। अन्त यताउता हल्ला हुँदै थियो कहाँबाट गोड्ने कसरी गोड्ने भनेर है। दुईजना यता बस्ने दुईजना उँधोबाट गोड्ने यताउता भन्दै हल्ला गर्दै हामी चाहिँ आज मकैहरू गोड्नु थालिसके है साथीहरु। यहाँनिर हेर्नुहोस् है, नानीहरू बस्तीको अर्ग्यानिक नानीहरू चाहिँ यहाँ बसिरहेको छ। तीनजना मेरो छोरी अनि आनुमको नानीहरू, बहिनीको नानीहरू बसेर खेल्दैछ। उनीहरू चाहिँ हाम्रो बस्तीको अर्ग्यानिक नानीहरू हो, उनीहरू पुरै अर्ग्यानिक हो। यसरी नानीहरूलाई बारीतिर खिलायो भने चाहिँ दुख बिमार पनि कम्ती हुन्छ जस्तो लाग्छ है साथीहरु। पहिला म पनि यसरी नै बारीमा हुर्किएको अर्ग्यानिक नानी हो म पनि। हेर्नुहोस् लु आनमलाई चाहिँ अल्छी लागेछ, बसेर हेर्नु न एकदमै अल्छी लागिरहेछ। अनम चाहिँ कहाँबाट कसरी गरौँ भइरहेको रहेछ हो। अनमलाई चाहिँ भिडियो बनाएको मन पराउनु हुँदैन नि त, अन्त रिसाउँदैछ है मसँग। अनि साथीहरु हामी चाहिँ एकछिन खनेर चाहिँ बिसाइरहेको छ। अनि जुसहरू पिए हो, एकदमै गरम, एकदमै चर्को लागिरहेछ, घाम पनि हो, एकदमै चर्को घाम। सबैजना बसिरहेछ जुस पिउँदै हो। गरम चाहिँ के भन्नु साथीहरु, यहाँनिर खेत लगाउँदा चाहिँ जहिले घाम चर्किँदो रहेछ भन्दै मैले चाहिँ भन्दै थिएँ नि त। लु साथीहरु भन्दै हामीले चाहिँ यो यति मकै चाहिँ खनिसके। अब यहाँदेखि उता खन्नु पर्ने छ अलिकति छ। लु आज चाहिँ छिटो नै सक्ने रहेछ भनेर साथीहरु। तर यो चाहिँ मेरो हिजोको भिडियो, तर आज मात्रै अपलोड गर्दैछु है। पासाङ शेर्पाको भिडियो ढिलो आउँछ भनेर तपाईहरुलाई थाहा भएकै कुरा हो। लु आनुमले चाहिँ मल बोकेर आइसक्नु भयो है साथीहरु। अनि यहाँ उतापट्टि निर सिबी रोप्नु हुने अरे, अलिकति खाली रहेछ, छिट्टै सक्यो नि त मकैहरू गोडेर। अनि आनुमले चाहिँ बाख्राको मल लिएर आइसक्नु भयो है साथीहरु। अब लु हामी चाहिँ सिबीहरू रोप्ने हो। यहाँ सिबी के कसरी रोप्ने भनेर चाहिँ हल्ला हुँदै थियो है, जोर हल्ला हुँदै थियो यहाँनिर। कसैले चाहिँ सिबी लाउने अरे, कसैले भेन्डी पनि लाउने हो त्यस्तो भनेर, अनि कोही के कसरी रोप्ने भनेर चाहिँ पुरै हल्ला चलिरहेको थियो यहाँनिर चाहिँ। अनि यहाँनिर भाउजूले चाहिँ कस्तो खालके सिबी हो भनेको, यस्तो खालके हो भनेर भन्नुहुन्थ्यो। यो चाहिँ थाङ्रा नदिने अरे,